गुड मर्निङ ठुलो बुवा। जाडो बढेकै छ गर है। त्यस्तै छ सम्पत्ति पारा मन राखेकी छन्। सो गाइज हाम्रोतिर चाहिँ जाडो निकै नै बढेको छ। सो तातो तातो लुगा लगाएर तातो भएर बस्नु न। के गाडीको लुगा लाउने हो? So that's time funny, fun and memorable. So and हाम्रोतिर चाहिँ जाडो बढेको छ गाइस, त्यही हो, त्यही भन्न चाहन्छु। नलगामा पानी पनि आएन, गाह्रो छ, जाडो छ यस्तो। धेरै जाडो छ यार। हाम्रो तोरी पनि जाडोले खाएर भ्यायो। चिसोले त मार्यो। जाडोले भ्याउ गर ल खानेकै आने ल हेरी गले आँखला गले गयो जिन्दगी। तँ ठुलो म बोइलो तँ यस्तो मलाई भूबहादुरले के भने चप्प छोपेर हेलिकप्टरमा लान्छु। तिमी चाँडै खिचिन्छौ भनेर हिँडेको पनि मैले राम्रा राम्रा हो। मेरो बोली बिल्कुल लाग्छ। तेरीमा चिक्नी भन्छु सम्पदा मैले यति बेच्छु देखेस् त साग के बनाएर गाउँ घरको बुटा यति राम्रो गरे। जराले केही गरे छैन। खेती नुकसान गर्यो क्या हाम्रो है। त्यो त भयो। यो फेरि जाडाले होइन कि यो पालाले खाएको यी खतम भयो। शीतले यता त फलिसकेको थियो कि टमाटर सब गले ल हेर छैन। अहिलेको चिसो मौसमले चाहिँ हाम्रो गाउँघरको खेतीहरू चाहिँ धेरै नै विवरण गर्न नसक्ने क्षति चाहिँ गरेको छ। धेरै क्षति। गएर आलु देखाइदियो त हिँड्नु त हिँड्नु अघि हिँड्नु। उहाँ गएर म त जान्न 45 किलो आलु कि मैले 57 किलो आलु रोपेको हो कि अहिले सबै साह्रो। अब जाडोको सिजन भनेको पनि यस्तै हो कि अब लाइक सिजनको कुरा नै हो हुनु त होइन। अब त्यही पनि अहिलेको सिजन चाहिँ जाडोको धेरै नै एक्स्ट्रा भयो। सो देख्न सक्नुहुन्छ हाम्रो यस्तो भइरह होइन हाम्रो दिमाग हुन्छ राम्रो। तेरी माका चुत भन्छु अब मैले। ठुलो भयो बन्द गर्ने त पङ्खा एकछिन नगर्ने अलि 2 मिनट अझै जाडो भएन। मलाई भएन मेरो दिमाग तातै छ कि मलाई जाडो भएन। सो देख्न सक्नुहुन्छ गाइज हाम्रो ठुलो बुवा स्ट्रङ पर्सन हो के 50 years old होइन तर पनि होइन। हाम्रा सबै छन् टोपी सोपी। हजुर कल गुड मर्निङ। जाडो त बढेकै छ क्या अरे है। धेरै जाडो छ नि। ओहो कता हिँड्नु भयो? के छ टोबहादुर जिन्दगी ओके छ नि कि बोके भइछ? कहाँ त जान्छु त 4 नम्बर जाऊ। हाम्रा पनि जाँदैछन् 4 नम्बर 3 जना। बना कहिले झरन यो जिन्दगीको झरन दिमाग तास्छ त्यही भएर टाइम खत्तम हुन्छ। 3
तिमी हिँडेर तँलाई केही मिल्नु एक दिन त मिल्ला भन्ने आशा छ ठुलो ए हेसिस मिलनले बहुत तिमी गीत गीताउँथ्यौ तँ पनि हेस्यो हुन्न अब तँ कहिले पनि हुन्न जानी के खान जाने भन त मलाई के दिन्छु त भन न दोकान त मेरो त वहाँ छ कि दोकान त हो यो त गोठ हो दोकान त वहाँ छ मसला त मलाई चाहिएन हेर यो हात कति छ ल जाऊ जाऊ बोतल राख्नेमा नि हाम्रो मम्मीले पानी भर्नुपर्छ यो भरिदिनुहोस् त ल बाटोलाई भयो त्यो यो दुनियाँ यो भिडियो नगर भन्छु कि मैले फेरि यो गलत हुन्छ